Hello, hello. Good morning from Dama. मेरो निनी दिदी यतापट्टिबाट यहाँ हाम्रो निनीको कुखुरा खसी निकाल्दै हुनुहुन्छ। हान्छ अरे भन्छ, डर पो लाग्न थाल्यो। हेर न त्यो ढाड चिलाएर के भित्तामा। अबि ल ल ल ल ल ए ज्योति डेन्जर रहेछ त। ऊ त पुरा उठेर पोजिसनमा आइहाल्दो रहेछ। हो त रहेछ नि। पुरा पोजिसनमा आउँदो रहेछ ऊ त। गुड मर्निङ ज्योति। भेट्यो टप? अहिले भेट्छ ल पिरनगर। कस्तो राम्रो जिरानियम फुल फुलेको। यो चाहिँ म नुहाइधुवाइ गरेर अँध्यारोमै गाजल टिका लाएर हिँड्दैछु। आहा कस्तो राम्रो घरहरू के पुरा। यो चाहिँ भोजपुरको दामा भन्ने ठाउँ हो। हिजो आइपुगेको मेरो निनीको घरमा बसेँ। यिनीहरू यो मैले घरमा कुकुर पालेको छु नि त निनी। मैले पनि घरमा कुकुर पालेको छ। अनि यो दुईटा मसँग पछि लागिरहेछ क्या। यो दुईटा गुड मर्निङ भनेको। अनि त्यही भएर आऊ आऊ। म कस्तो नराम्ररी देखेँ आज। वाउ कस्तो राम्रो घर के ल। कस्तो डर लाग्ने कि हामीलाई हेर्दै एउटा खुट्टा उचाल्दैछ। मलाई त डर लाग्यो। कतिखेर आएर भुवाक्क हिर्काउनु मेरो छैन। ज्योतिलाई वेलकम। पुरानो पुरानो घरहरू पनि रहेछ यतापट्टि चाहिँ। हामी त्यो बाटोबाट आएको। हेलो हेलो मोनो गुड मर्निङ। मिनी अगाडि लगाइसक्नु भयो। हामी लेट भयौँ। आहा कस्तो राम्रो फुल। यो के फुल हो? यो गुलाब, लहरे गुलाब। यो वाउ बटम रोज कस्तो राम्रो। होइन निनी बिस्तारै जाँदै हुनुहुन्छ। उयो ओपर न तिमीहरू के होला ल। आहा ल है भिडियोमा नि आउँदैछौ तपाईँहरू। आहा यति राम्रो फुलको पनि भिडियो लिएर सकेँ। कस्तो ब्युटिफुल फ्लावर। यो चाहिँ हाम्रो मेरो विजय दाइको ससुराली घर। समीक्षा भाउजूको माइती घर अरे यो चाहिँ। कति राम्रो ठाउँ। यस्तो डाँडा काँडा उसमा छु। ए यो त सुन्तलाको बोट ओ दिदी बहिनी। यो सुन्तलाको बोट हो है? हो अहिले सुन्तलाको बोट हेर्न आऊ त। खोल्या छैन र पनि हेर न। यो 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 सबै सुन्तलाको रुख। गुड मर्निङ। गुड मर्निङ फ्रम दामा। गुड मर्निङ फ्रम दामा। पछाडिको घर चाहिँ हाम्रो समीक्षा भाउजूको माइती, हाम्रो विजय दाइको ससुराली। हेर्ने दर्शन गर्ने अवसर पाइयो। रिस उठ्दैन? किन रिस उठ्ने र? आज म कस्तो नराम्ररी देखेको हौ। किन राम्रो देखेको छु? राम्ररी देखेको छैन त। यहाँ हेर्न यी क्यामेरामा खिचे। ऊ त्यता नि आउने गरी खिचिसक्यौ। हामी तीनजना आउने गरी खिचौँ न। यहाँ भाग्यमानी हामी दुहेर त यतापट्टि उभ नि त। फेरि अहिले त्यो यहाँबाट चाहिँ नि बगरङ्ग तल खस्ला नि। उषादी खै ल एउटा फोटो। भिडियोबाटै फोटो है। त्यसरी गर्नु मिल्छ? मिलि नै सक्यो।
मिलि नै सक्यो हिजो हामी यही रोडबाट आएको यता यो यताको बाटोबाट यसरी आएको अब यता गएपछिबाट अझ 1 घन्टाको बाटोमा उता माथि भोजपुर जानु छ हामी चाहिँ अहिले दामा भन्ने ठाउँमा छौँ कस्तो राम्रो हाम्रो निनी बाटो यही हाइवे आएको होइन हिजो यस्तो हो त्यही बाटो आएको स्वर्ग त्यही त ल स्वर्ग कहाँ छ भन्यो भने यहाँ छ यहाँ छ यहाँ छ भन्नुपर्छ ल यही बाटो हो चखेवारको बाटो चाहिँ अलिकति बिग्रेर तनाव थियो नत्र त भोजपुरको बाटो खोटाङ हलेसी बाटो एकदम राम्रो यो दुईटा देखेर चाहिँ मलाई साह्रै डर लागेछ अगाडि जानै बढ्न सके छैन हान्न आउँदो रहेछ ड्वाङ्ग लाएर अहिले पनि ऊ इच्छा पुरा गर्दैछ